अहिले म काभ्रे जिल्ला चौरी देउराली गाउँपालिका वार्ड नम्बर 7 मादन कुडारी स्थित आफ्नै गाउँमा छु। यो मेरो आफ्नै घर पनि हो। घरको वरिपरि सानो बगैँचा पनि छ र सिँचाइको लागि माटो र सिमेन्टबाट बनेको वातावरणमैत्री नयाँ प्रविधिको पोखरी निर्माण भएको छ। बगैँचामा एभोकाडो, बुद्धचित्तमाला, मेगिडेमिया नट, अम्बा, कटर, लप्सी लगायतका बिरुवाहरू छन्। यसमध्ये नेपालभित्र मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा समेत कफीको माग उच्च रहेको र किसानले पनि राम्रै मूल्य पाउने भएकोले कफी खेती स्थानीय समृद्धि र दिगो विकासको आधार हुने विश्वासका साथ कफी खेतीलाई बिस्तारै व्यावसायिक उत्पादनतर्फ लैजाने अभिप्रायका साथ कफी खेतीको थाल्ने गरेको छ। यस गाउँको उचाइ करिब 1300 मिटर रहेको र माटो र हावापानी पनि कफी खेतीलाई उपयुक्त भएकोले यहाँ कफी खेतीको विस्तार उपयुक्त मानिन्छ। यस भेगको कफीको गुणस्तर राम्रो हुने हुँदा किसानले राम्रै मूल्य पाउने र यसबाट किसानको आम्दानीमा वृद्धि हुने, रोजगार सिर्जना हुने तथा स्थानीय आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान दिने भएकोले कफी खेतीतर्फ आकर्षण बढेको छ। यो मेरो आफ्नै बारीमा लगाएको नयाँ कफीको बगैँचा हो। यसमा करिब 400 वटा जति कफीको नयाँ बिरुवा थप गरेको छ। यसको बीचमा एभोकाडो र रुख कटहरको बिरुवा लगाएको छ, जसले छार्यो काम गर्छ। आर्थिक समृद्धिको आधार आफ्नै गाउँमा खोजौँ भन्ने सोच छ। कृषि क्षेत्रमा सम्भावना छ। कर्ममा विश्वास गरे अवश्य सफल पाइन्छ। माला कफी माला जब